राष्ट्रपाले वैकल्पिक शक्तिहरूलाई मिलाउन थालेपछि कुलमानले दिएको काउन्टर पनि कम छैन। अहिलेको सर्वाधिक खोजी र चासोमा परेका पात्र बालेन शाहसँगै फोटो सार्वजनिक गरिदिए। यसले मूलत देखिने गरी दुई सन्देश दियो, अर्थात् राष्ट्रपा र विवेकशील साझा बीच एकता भई अझै 13 भन्दा बढी दलसँग संवाद भइरहेका बेला कुलमानले बालेन जस्तो बलियो शक्ति मसँग छन् है भन्ने देखाउन खोजे। अर्को राष्ट्रपा लस्किन तार नभए अब वारपार नै हुन्छ भन्ने सन्देश दिए। तर यी दुई बीचको भेटमा खास संवाद के भयो? किनकि फोटोको क्याप्सनमा मात्र यति उल्लेख छ, देश बनाउने अभियानमा उनीहरू सँगै छन्। त्यसो भए कुलमान तजबिजको पार्टी उज्यालो नेपालमा बालेन भित्रिएका हुन् त? होइनन्। बालेनले शनिबार भएको यो भेटमा राष्ट्रपा सहित मिलेर आए, आफू बाहिरै बसेर सहयोग गर्न तयार रहेको सन्देश कुलमानलाई दिएको उनी निकट स्रोतले बताएको छ। तर नदेखिने कैयौं विषयहरू सार्वजनिक भएका छैनन्। मूलत यी सबै फागुन 21 को चुनाव अगावै वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्नेमा एकमत छन्, तर आफ्नै नेतृत्व र बराबरीको हिस्सा खोजिरहेका छन्। जस्तो कि राष्ट्रपा र कुलमान बीच संवाद पनि भयो। कुलमानले कि कार्यवाहक सभापति नभए चुनावपछिको प्रधानमन्त्रीको उम्मेद्वार माग गरे। राष्ट्रपा दुई मध्ये एक पनि दिन तयार भएन। एकता भाँडियो, किनकि उनले त्यसमा पनि नामका विषयमा उज्यालो नेपाल पनि अट्टाउनु पर्ने र चुनाव चिन्हका विषयमा समेत सोच्नुपर्ने प्रस्ताव गरेको बुझिन्छ। त अहिले कतिले औपचारिक रूपमै एकताको सम्भावना सकिएको भन्ने दावी गरेका छन्, तर संवाद फेरि पनि जारी छ। आजको यस प्रेस भेटघाट कार्यक्रमको उद्देश्य मङ्सिर 17 गते आयोजना हुने उज्यालो नेपाल पार्टीको घोषणा सभाबारे यहाँहरूबाझ जानकारी गराउनु रहेको छ। उक्त घोषणा सभा 2082 मङ्सिर 17 गते दिउँसो 1 बजेदेखि 4 बजेसम्म प्रज्ञा भवन कमलादी काठमाडौँमा आयोजना गर्नेछ। कार्यक्रममा बृहत जनसहभागिता रहने अपेक्षा राखिएको छ र सुरक्षा सवारी तथा भिड व्यवस्थापन तयारीहरू लगभग अन्तिम चरणमा पुगेका छन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारको माननीय मन्त्री कुलमान घिसिङ रहनुहुनेछ। त्यस्तै काठमाडौँ महानगरका मेयर बालेन शाहले सभापति माग्न चाहेनन्, तर राष्ट्रपासँग केन्द्रीय समितिमा 50% देखि निर्वाचनमा टिकट पनि बराबरी हुनुपर्ने माग गरे। राष्ट्रपा बालेनका लागि त्यति ठुलो त्याग गर्न तयार भएन, किनकि राष्ट्रपाले यसअघि संसदीय चुनावमा महत्त्वपूर्ण सिटहरू जितेको लेगेसी देखाउँदै बालेन समूहलाई पनि दबावमा राख्न खोजिरहेको छ। तर यहाँ पनि हाललाई एकताको सम्भावना टर्यो। मूलत सबै विकल्पहरू राष्ट्रपासँगै मिलेर जानुपर्ने दबावमा छन्। बालेन र कुलमानको प्राथमिक चाहना पनि त्यसरी नै जाने देखिन्छ, किनकि नयाँ खुलेका दलहरूलाई यति छोटो समयमै सबै जिल्ला र पालिका स्तरमा संगठन विस्तार गरी आफ्नो पकड बनाउन मुस्किल छ। तर राष्ट्रपाको संगठन र जनाधार तल्लो तहसम्मै बनेको छ। त्यसैले कुनै न कुनै माध्यमबाट राष्ट्रपासँगै जोडिएर जानुपर्छ भन्नेमा विकल्पहरू तयार छन्। तर मिल्ने बिन्दुमा तयार नहुँदा फेरि पनि भोट बाँडिएर पुरानै दललाई मलदल हुने बुझाइ आम जनताको छ। विकल्पहरूकै बीचमा रवि सर्वस्वीकार्य नहुनुको एउटै कारण हो, उनी कारागारमा छन्। निस्किने कुनै टुङ्गो पनि छैन। यो अवस्थामा सुशासनकै मुद्दा उठाएर जाने हुँदा सहकारीको रकम अपचलनमा कारागार भोगिरहेका व्यक्तिलाई स्वीकारेर पार्टीमा सामेल नहुने मत व्यक्त भइरहेको देखिन्छ। बालेन र कुलमानले दबावमा राख्न खोजेको पोइन्ट पनि यही हो, किनकि उनीहरूको बुझाइ रवि भन्दा पनि हामी अब्बल छौँ भन्ने छ। तर राष्ट्रपाले रविबाटै कतै त्रुटि भएको हुन सक्ने भए पनि विगतको सरकारले साधेको प्रतिशोध प्रेषणा नहुने स्पष्ट पारेको छ। यसकारण पुराना दललाई मिलेर सबक सिकाउनु पर्ने उसको चाहना छ। कुलमानले पनि एक अन्तर्वार्ताका क्रममा रविलाई प्रतिशोध साधेको स्पष्ट बोलेका छन्। रविजीलाई अघिल्लो सरकारले एउटा चाहिँ राजनीतिक प्रतिशोधै भन्छु म, होइन, प्रतिशोध छ। अब उहाँहरूको अरू विषय कानुनी विषय अर्को होला, तर जुन हिसाबले उहाँलाई व्यवहार गरिरहनु राजनीतिक प्रतिशोधको हिसाबले उहाँलाई राखेको छ। कतिले रविलाई संरक्षक र सर्वोच्च नेता मानेर दोस्रो व्यक्तिलाई सभापति बनाएर जानुपर्ने प्रस्ताव समेत गरेका छन्। तर रविकै नाम र अनुहारका आधारमा राष्ट्रपा भित्रिने लहर चलेको छ। एमाले कांग्रेस जस्ता दल हुँदै सुरक्षा संगठनकै पूर्व एआईजी, डीआईजी अथवा नेपाली सेनाका कर्णेलहरू समेत राष्ट्रपामा उत्साहित रूपमा प्रवेश गरिरहेका छन्। अहिले सबैभन्दा बढी चुनावलाई स्वागत गरी तयारीमा हुमिएको पार्टी नै राष्ट्रपा हो। तर यसकै आधारमा आगामी चुनावमा बहुमत ल्याउँछ त भन्ने प्रश्न पनि छ। यद्यपि राष्ट्रपा र विवेकशील साझा बीच एकता हुँदा ब्यानरबाट रविको फोटो निकालिएको विषयलाई समेत अर्थपूर्ण मानिएको छ, किनकि आजसम्मका सबै अभियानमा रविकै नाम र तस्बिर प्रयोग गरिएको छ। 81 फोटोविहीन ब्यानरमा एकता सभा घोषणा गरिएको विषयले कतै रविविहीन वैकल्पिक शक्ति निर्माणको तयारीमा राष्ट्रपाकै नेताहरू जुटिरहेका त छैनन्। आम तहमा शंका भइरहेको छ।